क्लास 10 को आज अन्तिम दिन क्लास 10 लाई खाना खुवाउने प्लान बनाइयो। त्यसपछि खाना यसरी तयार भयो। खाना तयारी भए लगत्तै भाइ बहिनीहरूलाई लाइन बसाइयो यसरी, अनि सबैलाई उनीहरूको चोइस अनुसार हामीले खाना खान लगायो। अनि खानामा हामीले बुफे सिस्टम अनुसार उनीहरूलाई इच्छाएको तरिकाले खाना खान हामीले लगायो। यो आज उनीहरूको अन्तिम खानाको अथवा क्लासको दिन थियो। सधैँ बसेर पढ भनिरहनु पर्ने दिनहरूमा आज हामीले उनीहरूलाई खाना खुवाउनको लागि तयारी अवस्थामा लिएर आयौँ। एक दिन परिवार जस्तै बसेर खाना खान मन लाग्यो। वर्षौँदेखि हामी सँगै बस्यौँ, 10 वर्षसम्म सँगै पढ्यौँ, सँगै बस्यौँ एउटा पारिवारिक रूपमा। र आज चाहिँ उनीहरूलाई यसरी खाना खुवाइरहँदाखेरि पनि छुट्टै अनुभूति, छुट्टै एउटा भनौँ न, एउटा भित्री मनभित्र एउटा माया ममता भनौँ न, त्यो फिल भएर आउँदो रहेछ। अनि साँच्चै नै 10 वर्षको यो अवधिमा भाइ बहिनीहरूले एउटा जीवनको एउटा छुट्टै महत्त्व सिकेर हाम्रो विद्यालयबाट जानुहुँदैछ। त्यो जाने क्रममा चाहिँ आज हामीले भाइ बहिनीहरूलाई चाहिँ यहाँनिर यसरी खाना खुवाउने व्यवस्था मिलायौँ। सबैको अनुहारमा एकदम छुट्टै आँसु देख्दा छुट्टै खुसी लागिरहेको थियो। खाना सँगसँगै केही क्वेसनहरू पनि हामीले सोधिरहेका थियौँ। आशा छ सधैँभरि त्यो मुहारहरूमा चाहे जस्तो इच्छाएको अनुसारको खुसीहरू पुगिरहोस् भन्ने हामी कामना गर्दछौँ। हामी जति पनि रमाइलो पाठशालाका भाइपढाउने टिचर साथसाथै सम्पूर्ण टिचरहरू छौँ, विद्यालय प्रशासन छौँ, सबैबाट हाम्रो आशा एउटै रहनेछ कि भाइ बहिनीहरूको जीवनमा उनीहरूले इच्छाएको चाहेको सबै कुराहरू पुगेको। यासी 2082 को सम्पूर्ण भाइ बहिनीहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ। इक्जाममा धेरै राम्रो गर्नु, प्रगति गर्नु।